हेलो हेलो हेलो, सबैलाई गुड मर्निङ। आज म बुढा नीलकण्ठ नगरपालिका वार्ड नम्बर 7 को भ्यू लिएर तपाईँहरूको माझ आइरहेको छु। सबैले भिडियोलाई हेरेर लाइक सेयर अनि कमेन्ट गर्न नबिर्सनु होला। यी त हेर्नुहोस्, जङ्गल यतातिर कुकुर आइरहेछ। यता पाइपलाइन, मतलब ट्याङ्कीमा पानी भर्नु, पानीको ट्याङ्क आरसिसी वाटर ट्याङ्क भएर यतातिर सिराल उठिरहेको छ। त्यहाँबाट यो रोड लेभल ल्याउनु लागि हामी यहाँबाट म अघि बढ्दैछु। यतातिर सानो एउटा धार रहेछ पानीको, यता हेर्नुहोस् कति दामी छ। यहाँनिर एउटा ओभरहेड ट्याङ्की बन्दैछ। यता हेर्नुहोस्, यता रडहरू हालिरहेको छ कामको लागि। म यता हुँदै बिस्तारै अघि बढिरहेको छु। मर्निङ वाकमा आएको म खासमा। यतातिर म बिस्तारै अघि बढ्दै मेन रोडमा पुग्न लाग्छु। हाम्रो मेन रोड यताबाट सासलतिर जान्छ यो गाडी, उता गाडी दिदी हुनुहुन्छ एउटा। म यस्तो बिस्तारै हिँड्दै यो बाँसको झाडी छ यतातिर अघि बढिरहेको छु। यता जानु पर्यो। यहाँनिर एउटा चोक छ, यता गोलबटार जाने लाइन यता, त्यो कियोस हस्पिटल जाने रोड यता, अनि बसुन्धरा जाने रोड यता भएर यहाँ कियोस हस्पिटल जानलाई यताबाट सिधै भित्र छिर्नुपर्छ। योबाट सिधै उता पर चौकबाट उता गएपछि कियोस हस्पिटल आउँछ। यतातिर एउटा बिल्डिङ बनिरहेछ, यता गाडी आइरहेको छ। यतातिर यता काम भइरहेछ, रिङको काम, रिङ बाँध्ने काम भइरहेछ। यतातिर यो माटो फिलिङ, यता नि एउटा घर बनाइरहेछ। यतातिर हेर्नुहोस्, डोरी हालेर फुटिङको तयारी भइरहेको छ।